मकैबारी भनेको मकैबारी मात्र होइन, एउटा राम्रो दृश्य पनि हो जहाँ मकै रोपेपछि मकै मात्र रोप्नुपर्छ भन्ने छैन, अन्य चिजहरू पनि धेरै लगाउन सकिन्छ, जस्तै काँक्रा, सिमी, बोडी, भटमास, कोदो आदि। हाम्रातिर पहाडमा चाहिँ मकैबारीभित्र कोदो पनि रोप्न चलन छ, तर हाम्रातिर एउटा बोटमा 3 घोगा फल्छन् प्राय, धेरैमा फले 4 घोगा। यसमा चाहिँ एउटै बोटमा 5-6 घोगा फल्दा रहेछन्। यो कुन मकै होला कृपया थाहा भए बताइदिनु होला, यसको बिउ चाहिएको छ है त। धन्यवाद।